ल हामी चाहिँ अब बिहानको 5:30 बजेको छ। हिँड्यौँ यहाँबाट यो याङली भन्ने ठाउँमा हिजो बास बसेको ठाउँबाट। अब हामी 4-5 घन्टामा करिब शिवधारा भन्नेसम्म धामसम्म पुगिन्छ भन्ने कुरो छ। शिवधारासम्मको यात्रा हाम्रो अहिले यहाँबाट सुरु भयो। ल साथी हामी चाहिँ अब आइसक्यो यहाँ वरुणमा यसो हातमुख धोएर फ्रेस भएर शिव गुफा हामीले देख्यौँ कि जस्तो लागिरहेछ माथि पहराको बिचमा। यहाँहरूले पनि यसो हेर्न सक्नुहुन्छ। शिव गुफा र पार्वती गुफा नजिकै छ भन्ने हिसाबले यहाँ अर्को गुफा छ है। यो दुईटाले हामीलाई यतै तानेको होला पक्कै। अब हामीले यही गेस गऱ्यौँ शिवधारा यही हुनुपर्छ। धोइसक्यो ल साथी हो हामी चाहिँ अब फाइनल्ली शिव गुफा र पार्वती गुफा नजिक आइयो होइन। यहाँ हाम्रो ट्रोली पनि छन् उतै पर्खिरहेको छन्। यहाँ माथि देख्न सक्नुहुन्छ पहरामा शिव गुफा र पार्वती गुफा दुईटा। यता वरुण छ यता हिमाल छ सबै। हाम्रो बेस क्याम्पसम्मको यात्रामा आज हामी शिवधारा हुँदै एउटा क्याम्प अझै बस्छौँ अनि भोलि बेस क्याम्प पुग्छौँ। हिमालहरूको दृश्य एकदमै रमाइलो छ। वरुण माथि छ शिव गुफा। यहाँ पोखरामा देख्न सक्नुहुन्छ। यता पार्वती गुफा भनिन्छ के अरे। यी हिमाल छन् यहीँ छ। यहीँ रमाइलो एकदम रमाइलो ठाउँ छ। टु बी अनेस्ट गुफा एकदमै माथि पहाडकै टुप्पामा भन्छन् महादेव कैलाशमा बस्छन् भन्थे। साँच्चै कैलाशमै बस्नु हुँदो रहेछ भन्ने यहाँबाट प्रष्ट भयो होइन। बाटो हामीले चढ्ने यो हो। यताबाट साङ्ली चढेर साङ्ली छ अरे यो बाटो चट्टान चढेर चाहिँ पार्वती गुफा र शिव गुफा हामी पुग्छौँ। ल हिँडौँ टोली हिँडौँ जाउँ छक्क नपरौँ जाइन्छ। वरुण भ्यालीमा हिँड्नुको मजै अर्को। बिहान 6 बजे 6:30 बजेको यो चिसो हावामा न्यानो कपडा लगाएर एकदमै फ्रेस वातावरण के क्लिन इन्भाइरोमेन्ट भनेर पढिन्थ्यो त्यो चाहिँ यहाँ देख्न पाइने प्रष्टैसँगले। ल यहाँबाट बाटो छुटिँदो रहेछ यता बेस क्याम्प। यो बाटो हामी यहाँबाट आयो। यो शिवधारा हो यहाँ देखाइएकै छ बोर्डमा शिवधारा जाने यता उँभो याङले खर्कबाट हामी आएको। गुफा माथि देखिन्छ। यो पहरो हामीले चढ्नुपर्छ अनि यहाँ थोरै यसो क्याम्पहरू पनि देखिँदैछ। हामी प्रायः भारी सामानहरू त्यहीँ बिसाउँछौँ र थोरै यसो पूजा गर्ने अगरबत्तीहरू लिएर मात्र हामी माथि चढ्न सक्छौँ होला। यो भिरमा साङ्ली बाँधिएको छ। साङ्ली किला ठोकिएको छ। साङ्ली किलामा टेक्दै समाउँदै हामी जान्छौँ। यता हेर्नु दृश्य यति रमाइलो दृश्य यति रमणीय दृश्य छ यहाँ। यो एकदम वरुण भ्याली हो। यता पनि हिउँ छ हिमाल छ एकदम बवाल छ। अब बाटोले राम्रै परीक्षा लिन्छ। एउटा सिपको पनि जो धेरै बाटो हिँडिराख्नुहुन्छ यस्तो अफरोड गरिराख्नुहुन्छ हाइकिङ गरिराख्नुहुन्छ मलाई एकदमै सजिलो लाग्न सक्छ। जो पहिलोचोटि आउँदै हुनुहुन्छ उहाँलाई निकै अप्ठ्यारो लाग्न सक्छ। अर्को कुरो सिप र तागत स्ट्यामिना त्यो हामीलाई पनि त्यो पनि चाहियो। स्ट्यामिना पनि चाहियो। अब बाटो एकदमै अप्ठ्यारो। अब बनाएको त छ सजिलो यहाँ त 1300 देख्नुभयो तर आउँदा जाँदा उकालो ओह्रालो धेरै गर्नुपर्छ। यो सिडी जस्तो बाटोमा उकालो ओह्रालो धेर गर्नाले एकदमै बढी। हेलो टोली ओहो के हो ल हामी अब फेरि एकचोटि वरुण तर्दैछौँ। वरुण नदी
शिवधाराको फेरि यताबाट बगेको रहेछ। हेर्नुहोस् ध्वजा झन्डा यी लगाइएको छ। हिउँ एकदमै राम्रो आइयो उताबाट। हिउँ परेको छ, यस्तो ताजा हिउँ आज राति पऱ्यो। अब शिवधारा उक्लिने पहाडमा एकदम आइस जम्छ अरे। त्यो आइसले चाहिँ अब हिँड्नलाई एकदम अप्ठ्यारो, चिप्लिने लुगा जुत्ता पन्जा चिप्लिनु पर्छ अरे। पहिले आइस फुटाउनु पर्छ अनि मात्रै चढ्न सक्नुहुन्छ भन्ने कुरो आएको छ। ल अब चढ्ने हामी चाहिँ यो पहिले यो भिर शिव गुफा पार्वती गुफा चढ्नुभन्दा अगाडि यो ढुङ्गामा चाहिँ यहाँ चाहिँ बल माग्नु पर्ने, तागत चढ्नका लागि भन्ने मान्यता रहेछ। यहाँ पूजा गरी बल मागेर अनि यो भिर हामी चढ्नुपर्ने हुन्छ। यो पहरो छिचोल्दै अनि मात्रै हामी पुग्छौँ शिवधारा शिव गुफासम्म। ल हामी पूजा गर्न लाग्दै बल माग्ने ढुङ्गामा बेटीसेटी चढाउनुपर्छ। कैलाशमा प्रभुजीको बस्ती प्रभु माथिसम्म पुग्नेहरूले बल दिनु होला, तागत दिनु होला होइन। हजुरलाई नि भनेर उहाँदेखि बल मागे है त। ल प्रभु फेरि चढ्ने बल दिनु पर्यो मलाई माथिसम्म भिरसम्म। अब हामी यता जाने हो यो बाटो। अनि माथि त्यो त्यहाँ साङ्लीहरू छ, साङ्ली पकड्दै यो हिउँको बाटो हुँदै 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 माथि डाँडामा गएर माथि घाम लाग्छ टुप्पामा हो त्यहाँ पुग्ने हो। त्यहाँसम्म शिव गुफा र पार्वती गुफा, त्यहाँ दर्शन गरेर हामी फेरि फर्किनेछौँ। यो झोला चाहिँ हामी यहीँ छोड्ने निर्णय गऱ्यौँ, किन यो चाहिँ उकालो बाटो लान सकिँदैन। धार्मिक स्थलमा कसले चोर्ला र होइन। ल अब हामी मात्रै छौँ यहाँ। अब हामी उकालो लाग्यौँ है त। गाइज हामी चाहिँ शिवधारा ठ्याक्क अब चढ्ने जमर्को गर्दैछौँ, कोसिस गर्ने हो। एकदम अप्ठ्यारो छ बाटो, पुरै हिउँ परेछ पस्नले बाटोमा है। हिउँ यता पनि देख्न सकिन्छ हिउँ। यहाँ वरुण नदीको भ्यालीमा हामी ढुङ्गामा बल माग्ने चलन रहेछ। बल माग्यो, अब चढ्ने, यहाँबाट उँभो चढ्ने बल मागिसक्यो, अब चढ्न बाँकी रह्यो। कति कति बल अनुभव भयो सरहरूलाई? चढ्न सक्ने बल अनुभव भइसक्यो नि होइन? ल ठिक छ ल। अब हामी चढेर देखाउँछौँ। चढेकै ठाउँ हो, माथि घाम लागेको ठाउँ हो, यहाँ पुग्नु पर्ने छ हामीले। ल अब हामी चढ्ने बाटामा देखाउँदै जाने कस्तो रहेछ शिवधारा, कस्तो रहेछ शिव गुफा पार्वती गुफा हामी देखाउँछौँ। ल हाम्रो टोली अब शिवधारातर्फ होइन, शिवधारा बिहानको 6:30 लगभग 6:45 भयो। अब हामी जाँदैछौँ माथि। शिव सरहरू भजन गाउन थाल्नुभयो। ठिक छ गाउँ, मलाई त्यत्रो आउँदैन। यता आई राम्रो छ भ्यू, शिवधारा चट्ट माथि हो। बाटो त अब एक नम्बर बाटो देखियो, देखिँदैछ। ल ठिक छ। यस्तो जमेको छ नि खोलो यहाँको। ए पुरै गाड्नु त लट्ठी पुरै ढक ढक भइरहेछ हौ। यस्तो बाटो चाहिँ अब चट्ट यहाँबाट उक्लिने रहेछ। माथि माथि कोइलासम्म ऊ माथि हो जाँदैछौँ हामी। आहा क्या रमाइलो ठाउँ छ भने नि। चढौँ है साथी, हो चढौँ, शिवधारा चढौँ। अक्सिजनको कमी हुन
फिल भयो किनभने हामी भ्याली साइडबाट अब हल्का अल्टिट्युड गेन गर्दैछौँ नि त। अब उचाइ बढे सँगसँगै अक्सिजनको कमी त महसुस हुने भइ नै हाल्यो। जाँदै गरौँ। बाटो यस्तै छ, भ्यू त के छ के छ पुरै हाइटमा छौँ हामी, एकदम हाइटमा। हिउँ झरेको नि, त्यो हिउँ फुरुरु झरिरहेछ उ त्यो कसरी झर्दो रहेछ त आम्मा। ए पुरै हिउँ फुसुसुसुसु माथिबाट। ल अब पुरै आइस भएर छ पानी, एकदम चिप्लो। हाम्रो जुत्ताले ग्रिप बनाउन पनि नसक्ने खालको है। हिँडेको कि चिप्ल्यो है। साथीहरू 4 पाउ टेकेर चढ्दैछन्। बाटो चाहिँ यस्तो है, ल पुरै माथि पुग्नु पर्ने। हामी आएको त तल ठिक छ। यहाँ चाहिँ यस्तो बाटो छ, एउटा खुट्टा यहाँ राख्यो भने चिप्लिन्छ, तल यसमा पुगिन्छ। एउटा बाटो यहाँ राखेर अरू खुट्टाले यस्तरी यहाँ साथीहरू माथि पुगिसक्यो। ल यस्तो बाटो छ यहाँ। ए 4 हात 2 खुट्टा टेकेर 4 पाउ गर्दै आउनु पर्ने भयो। ओह यस्तो छ है। यस्तो छ बाटो त्यहाँ पुरा आइस है, आइस है त्यहाँ आइस। हो त आइस त्यहाँ नटेरे पल्लो नटेरे हो चिप्लिन्छ। हुँदै ल फुत्तै हो बस बस बस। हो साथी हो, कस्तो झरिरहेछ हिउँका टुक्राई, शिवधारा। आहा ओ ल है हिउँ झरेको। राम राम राम, हेर पवन सर हिउँ। ओए कत्रो हिउँ झरो, धन्न छिटो आइहालिएछ है। हामी बरफ कस्तो झर्दैछ यहाँ हेर्नु। ए आम्मामामा, राम 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 राम। हे रे शिव 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 शिव, यस्तो रिस्की छ ठाउँ, हिम पहिरो है। ए ए आम्मामामामा, कस्तो हिउँ झरिरहेछ हौ यहाँ शिव गुफा छेउबाट। ओए भत्कायो बाटो, तलको बाटै भत्कायो नि ल। Good morning guys, good morning. ल साथी हो,
हामी चाहिँ आज अघि हाम्रो झोला सामानहरू यहाँ राखेर आएको। यति चढ्यो, भ्यू यस्तो छ है। यहाँबाट बाटो यस्तो पनि छ। यो त राम्रै हो, अझै अप्ठ्यारो चढ्दै आइयो, अझै झन् अप्ठ्यारो होला। यहाँ दुईजना टोलीहरूको गलेर आराम गर्दै माथि टुप्पामा भात भयो। दुईजना साथीहरू गलेर ऊ बल्ल बल्ल उठो पवन पनि नकुद न हौ नकुद भन्छु साथीहरूलाई। लाग यो यताबाट म, यो यताबाट म, यो माथिको चाहिँ हिमाल टाकुरी। म माया लाउँदिन कान्छी, बुझ्यौ माकुरी भने जस्तो हो। ल शिवधारा है साथी हो यो चाहिँ, शिव गुफा देखिँदैछ कि हो होइन? अझै बाँकी नै छ, देखिन अझै बाँकी छ। वेट फर अ मोमेन्ट। ल हाम्रो दाजु उहाँ कुनामा महादेवलाई पुज्दै। ल यस्तो छ बाटो है। हाम्रो सरलाई नि निकै रहर लाग्छ क्यामेरामा आउन, घरिघरि उहाँ यहाँ यहाँ भन्नुहुन्छ। ल गाइज लास्ट थाकिँदो रहेछ। पुरै बरफ हेर्नु न, कस्तो छ यो, कस्तो झरिरहेछ बरफ यति पुरै। उकालो चढ्दा चढ्दा अब त हामी यो रड समाउँदै जानुपर्ने बाटो आयो। यो अक्सर शिवधारा भन्ने बित्तिकै सबैलाई यही बाटोको याद आउँछ। यसरी जाने हो। ठ्याक्कसँगले माथि यत्रो पहाड छ, यहाँबाट झरो भने ए ए तल हो। बाटो घुम्दै घुम्दै यसरी आइयो। अब चाहिँ हामी यहाँबाट यो साङ्ली पार गरेर यता छ हाम्रो गुफा। यहाँभन्दा नि उता अझै पर यो देखिएको चाहिँ होइन, यो चेपहरू यहाँ माथि यो चट्टानको फेदमा यता पर्छ। हामी जान्छौँ अनि यत्रो दिनको यात्रा है। जुत्ताले यस्तो बनायो खुट्टा पनि। अब धेरै कष्ट गरेपछि नै यो रमाइलो ठाउँमा आइएको छ। यसरी बरुण भ्याली ऊ तल देखिरहेछ, शिवधारा। जुत्ता खोलेर राखिएको छ यी सबैले आफ्नो टुङ्गामा। यहाँबाट साङ्ली समाउँदै जानुपर्ने छ। ल हाम्रो दाजु लागिसक्नु भयो अगाडि साङ्ली समाउँदै। एकैचोटि चाहिँ नजाउँ भन्ने कुरो। साङ्ली के कति डह्रो छ होइन। यसरी हेर्नु भिड, यसरी उँधो यस्तो भिड छ है। ए यसरी चढ्नुपर्छ। जाउँ जाउँ साथी हो, जाउँ। त्यस्तो छ बाटो नि, शिवधारा पुग्ने बाटो। अब साङ्ली समाएर जाने पालो मेरो। हेर्नु यस्तो छ बाटो। हरे राम कृष्ण। ल म साङ्ली समाएर यसरी आउँदैछु है। ए ए ट्याक ट्याकी साथी हो, जाउँ सबैजना बिस्तारै बिस्तारै। ए म चाहिँ अलिक साङ्ली समाउनु परेन है क्या हो। ल हेरौँ उँधो यो खालको छ है साङ्ली। साथीहरूले समाए, मैले समाइनँ। अब अप्ठ्यारोमा समाउँछु। यसरी जाँदैछ। बाटो कत्रो छ आफै हेर्न सक्नुहुन्छ। आफै प्राय यस्तो बाटो अलिक तागत, अलिक साहस पनि चाहिन्छ र बानी पनि चाहिन्छ हिँड्नका लागि। यसरी साङ्ली एक हातले है। अब मेरो चाहिँ एक हातमा लेन्स भएको कारणले यसरी म आइरहेको छु है। ल सिमेन्ट लाएर बनाइएको रहेछ यहाँनिर, रड हालिएको छ चट्टसँगले चढिन्छ यसरी। ल साथी ओपन 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 कता हो? यतै हो। अनि
के छ साथी? एकदम बवाल हो? बवाल। साङ्ली समुदाय आइयो? ल ठिक छ, हामी यताबाट आइयो साथीहरू। ऊ त्यस्तो छ यहाँ हालत। ओहो हिमाल टाकुरी बाटो यस्तै छ। ल अब यो खालकोमा हिँड्ने हो यसरी। यसरी उँधो हेर्नु होला है। उँभो हेर्नु होला है। साथीहरूको क्लिप पनि यसरी लिदिएँ मैले। आउँदैछन्। सरको डर छ उसले, कामिसको उहाँ लुक्लो जाडोले हो भन्ने मात्रै हो उसले। त्यो हेर्नु म प्रत्यक्ष देखाइदिन्छु। लु ल यसरी एक हातले साङ्ली समाज मैले, एक हातले तपाईँहरूलाई देखाइरहेको छु। कष्ट निकै गरेछ है। ल हेर्नु शिवधारा जाने बाटो हो यो। तपाईँहरूलाई डर लाग्न सक्छ। यसरी प्रत्यक्ष देखाइदिएँ मैले। ल एक हातले साङ्ली समातेर हिँडेर उता लौरो साङ्ली जुत्ता खाली खुट्टा हो हाम्रो सबैजना। हिमाल यस्तो भ्यू छ है। आऊ है आऊ, पुरा लाइभ हो क्या। पवन सरलाई हेर्नेमा सबैले। सरको उहाँ चाहिने के चिसो भइसक्यो, मन मात्रै चिसो हो कि के हो? खोइ हामी आइयो त सुइका सुई। है बाटो हेर्दै पवन सर आस्ते आस्ते है। ऊ त्यसरी हो सरको फेरि। वान मिस्टेक गेम फिनिस्ड हो नि। बिस्तारो। ल अब यता ठिक छ साथीहरूलाई। ल कहाँसम्म ठिक छ ऊ त्यहाँसम्म। यो तलबाट एउटा दाहिने जाने बाटो छोडेर हामी यता देब्रेपट्टि लाग्यो। यहाँ हामीलाई भनेअनुसार यो दाहिनेबाट जानुभयो भने पहिले शिव गुफा भेट्नुहुन्छ। अनि यो देब्रे चाहिँ फर्केर आउँदा तपाईँहरू पार्वती गुफा हुँदै माथि बाटो आउनुहुन्छ भन्ने सल्लाह दिनुभएको। हामी त्यही अनुसार गर्दैछौँ र जाँदैछौँ। अझै माथि कति अप्ठ्यारो हुन्छ भनेर जुत्ता खोलेर आइयो भिरमा। अहिले बरफ र यस्तो टेक्नु पर्यो। है कृष्ण जगन्नाथ भने जस्तो। ओइ प्रभु शिवधारा जाने बाटो। ल ल लाइट घाम सेकाउँ आमा खुट्टा त। आउँ साथी हो टन्न खाएर पनि भन्ने। हेरौँ साथी हो बाटो कति आइयो त। यहाँबाट आएको मान्छे हामी बसेको ठाउँ यतातिर। अझै कति छ खाली खुट्टा आइसमा यसरी भिरको बाटो। एक हातले त समाउँदै यस्तो हिउँमा खाली खुट्टा माथिबाट आए बरफ झरेछ। जाउँ आस्ते यहाँ गल्तीको कुनै गुन्जायस नै छैन होइन त। गल्तीको गुन्जायस यहाँ छैन। आफै देख्न सक्नुहुन्छ कस्तो छ ठाउँ। फाइनली गाइज शिव गुफा आयो हामी। ल आहा
ल ल ल आयो पानी ए पानी आयो ल ए कस्तो अब ल यसरी पालो भिजायो नुहाइसक्यो 30-40 मिटर उचाइ भएको शिवधारा यहाँ शिवको मन्दिर चाहिँ पूजा गरौँ न ल ओ माथि पनि होला नि ल शिवधारामा पूजा गर्ने क्रम पूजा हुँदैछ मैले चाहिँ गरिसकेँ अब हामी यो पखेरोबाट फेरि पार्वती गुफातर्फ जान्छौँ देउरालीको बरपिपलमा सँगै कसम खाउला बेहुली बनी बस्नु तिमी जन्ती लिएर आउला तिर्खा लाग्यो निर्माया निर्माया प्यास मेटौँ चिसो पानीले जानै लियो निर्माया निर्माया जिस्किने त्यो तिम्रो बानीले तिरिरिरिरिरिरि मुरलीको धुन तिरिरिरिरिरिरि मुरलीको धुन तिमी मेरो निर्माया निर्माया झललल पूर्णिमाको जुन झललल पूर्णिमाको जुन ल यहाँको चट्टानै बेग्लै छ साथी हो पार्वती गुफाको बनावट हेरौँ चट्टान बेग्लै छ यहाँ भित्र रहेछ पूजा स्थान यहाँ गएर पूजा गर्ने चलन हो यहाँ भित्रै रहेछन् भनौँ देवी बस्ने स्थान पार्वती भनेपछि देवी यहाँ दानपेटिकाहरू र यहाँ चाहिँ एउटा भाकल आफ्नो मागेर यहाँ माथि यो खोपी देख्नुभयो हो यो यसमा सिक्का अड्याउनु पर्ने यहाँ एउटा देखिरहेछ अड्केको सिक्का यहाँनिर तपाईँहरूले विचार निहाल्नुभयो भने है सिक्का अड्किरहेछ हो यसरी नै सिक्का अड्काउन सक्यो भने चाहिँ आफ्नो भाकल पुरा हुने भन्ने मान्यता पनि रहेछ यसरी गुफाभित्र छिरिँदैछ अब है पार्वती गुफाभित्र हामी तीनजनाको टोली यहाँभित्र छ गुफा चाहिँ फेरि दिस इज पार्वती गुफा पर महादेव गुफा हो यहाँ खोइ देखाउँ प्रत्यक्ष रूपमा सबै ल यस्तो छ यस्तो मैले त साथी हो
हिउँले पनि यस्तो देखाइदियो यी ल साथी हो यहाँ हिउँ परेर यस्तो रमाइलो भइरहेछ पुरै हिउँ पो हो त लाइफ ल साथी हो फाइनल्ली हामी शिवधारा चढेर ओर्ल्यौँ साथीहरूको अगाडि गएर आगो फुक्दै होला बिस्तारै बिस्तारै आएँ हिउँ पर्न थाल्यो पुरै अब त यता पनि हामी बरुण भ्यालीमै फेरि झरिसक्यौँ अब एकछिन आगो तापेर हाम्रो यात्रा जारी राख्नेछौँ हामी फेरि शिवधाराबाट ओर्लिएर यहाँ एउटा धर्मशाला पार्टी रहेछ जाडो भयो अब यहाँ हामीले अलिकति पेट्रोल पनि बोकेर लिएर आएको थियौँ बा इनकेस आवश्यक पऱ्यो भने आगो सल्काउनलाई यहाँ हामी आगो बालेर ताप्नु पऱ्यो त्यो हामी चाहिँ माथि शिवधाराबाट झरियो अब हामीसँग भएको एउटा बोतललाई चाहिँ अब पानी तताउने उपकरण भएन हामीसँग यसरी आगो फुक्यो यहाँ एउटा यो धर्मशाला रहेछ शिव पार्वती धाम धर्मशाला के अनि यसरी यो बोतल डिउको बोतलमा पानी तताएर हो चाउचाउको सुप बनाएर खाने भइयो हामी त पुरै मेन भर्सेस वाइल्ड जस्तो भयो नि हामी लाङबालेमा आज बास बस्छौँ र भोलि बिहानै हामी बेस क्याम्पतर्फ यहाँबाट 3-4 घन्टाको यात्रा छ अरे बेस क्याम्पसम्म पुगेर बिहानको एकदम भ्यूहरू तपाईँहरूलाई देखाउँछौँ हामी पनि हेर्छौँ बिहानै हामी उठेर जान्छौँ ल हामी चाहिँ अब लाङमालेबाट यहाँ हिजो बास बसेको क्याम्प यही हो हाम्रो यो लाङमालेबाट अब हामी आज बेस क्याम्प पुग्छौँ बिहानै 8 बजे पुगिन्छ होला अहिले 6 बज्यो ल हामी चाहिँ हिँड्ने क्रममा बेस क्याम्प छेउछाउ आउँदैछौँ पुग्न लाग्यो अब भनौँ न होइन लगभग एकदम चिसो छ है वरिपरि हेर्न सक्नुहुन्छ है अब यता घाम लागेको छैन माथि हिमालको त्यो टुप्पोतिर चाहिँ हो व्यापक घाम लागिरहेछ पोखरी पनि देखियो बरुणको मुहान हो कि सायद त्यो पोखरी भन्ने जस्तो लाग्यो यो पोखरीलाई बरुण देखिन्छ जाउँ अझै हिमाल राम्रै देखिरहेको छ यहाँबाट दृश्यहरू एकदमै रमाइलो यहाँ हाम्रो अगाडि एउटा 7000 एराउन्ड हाइट भएको एउटा हिमाल पनि छ ल साथी हो हामी घामले पनि अब हामीलाई भेट्यो हामी मकालु बरुण बेस क्याम्प भनौँ मकालु हिमालको बेस क्याम्पतिर जाने क्रममा छौँ वरिपरि अब सेता हिमालहरू घामले पहेँलो अब पारिरहेको छ हामी अब करिब 1 घन्टा भयो हिँडेको 6 बजे हिँडेको 7 बज्यो अब अझै हामीलाई थोरै समय लाग्छ होला मकालु बेस क्याम्प पुग्नको लागि घाम लाग्यो बल्ल बल्ल न्यानो फिल भएको छ ल साथी हो हामी चाहिँ यहाँ आइपुग्यो बरुण किनारमा है अब बरुणको मुहानतिर लगभग आउन आँट्यो दृश्य यस्ता छन् एकदम रमाइलो छ है भ्यू पनि एकदम बवाल छ आज चाहिँ खुलेको छ दिन पनि चट्ट सनराइज उता होइन यो बरुण यस्तो जमेको छ नि यहाँनिर आम्मामा ढुङ्गाले हान्नु हेर्नु त दाजु ओह अनि पुरा ढुङ्गा त माथि नै बस्दिने क्या यस्तो छ है अझै भयो 20 मिनट हिँडेको आइपुग्न आँटेको खबरै पत्तै छैन हामीलाई खै कति टाढा छ मेरक मकालु बेस क्याम्प यहाँबाट देखाइएको रहेछ उता भनेर हामी चाहिँ ठुलो समथर भूभाग एकदम भ्याली एरियामा आइयो बवाल भ्याली अघि चाहिँ अब रिभरको साइडमा हामी कुदिरहेको थियौँ बरुण रिभरको
अल्छी फरुन भ्याली चाहिँ खास यो रहेछ क्यार एकदम भ्याली छ यो चाहिँ पुरै वरिपरि डाँडा काँडा बिचमा समथर जमिन है। साइडमा चाहिँ छ बरुन रिभर। साथीहरू अगाडि हिँड्दैछन्। हिमाल कत्रो हुँदो रहेछ भन्ने कुरो चाहिँ यहाँबाट नोटिस गर्न सकिन्छ कि मान्छेको तुलना गरौँ अनि यो हाइट तुलना गरौँ। ल अब हामी खाजा खानेतर्फ लाग्यो। खाजा खाने कार्यक्रम हाम्रो सुरु हुन थाल्यो। हिमालको फेदमा ट्याक्क चट्ट हिमाल छ। यो चाहिँ हिम पहिरो पनि जाँदैछ है यसरी व्यापक हिम पहिरो गइरहेछ। ल हामी चाहिँ शेरसङ आइपुग्यो। यहाँबाट अझै मकालु बेस क्याम्प पुग्दा देखाएको छ। हामी आएको धेरै भइसक्यो 2.5 घन्टा जति भइसक्यो। शेरसङ क्याम्प रहेछ। हामी बेस क्याम्पतर्फ जाँदैछौँ। ल फाइनल्ली हामी यो मकालु हिमाल हो। यसको फेदमा छ बेस क्याम्प है। यहाँ अलिअलि देखिँदैछ। ए अब यहाँ पुग्छौँ हामी। ल गाइस जाडो कस्तो छ भन्ने कुरो लुगा लगाइबाटै थाहा पाइहाल्नुभयो होला। हामी चाहिँ फर्किसक्यो। अब बेस क्याम्प हेरियो। अब हामी माउन्ट मकालु बेस क्याम्प। अब हामी चाहिँ अफ सिजनमा आइयो अरे क्या। अलिक सिजन सकिएछ। अनि त्यहाँ यसो खाने बस्ने बेस क्याम्पमा पहिले त हुन्थे मान्छे है। अहिले त त्यहाँ कोही पनि रहन्छ। अनि अब फेरि हिजोकै क्याम्पमा पुग्नुपर्ने भयो हामीले खाना खानको लागि। त्यसैले लाग्यो ए भोक लागिसक्यो नि त। अब त लाग्छ हामीलाई। फेरि आउन लाग्यो 4 घन्टा। अब जान कमसेकम पनि अलिअलि ओह्रालो छ। 2.5-3 घन्टा त लाग्ला। त्यही भएर ल भ्यू बबाल एकदम बबाल छ। पर्दैन। जङ्गलै हुँदो रहेछ यतै पुरै सुनपातीहरू यो धुप हाल्ने। नमस्ते नमस्ते ए बटे ल हेलो 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 काशी 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 हेलो हिउँमा हो हामी। हिउँ मान्छे हिउँ मान्छे। हेलो के हुँदैछ? गजब छ होइन? यो कुन साइबेरिया हो? कहाँ हो? साइबेरिया हो यो। साइबेरिया आइपुग्यो। हिमाल बारुलाई ममा लाउदिन कान्थे बुझौ म्याकुर
बाटो हो यो चाहिँ भारी बोकेर मस्त हामी चाहिँ अहिले फर्केर आउने क्रममा यहाँ ठुलो पोखरी छेउमा छौँ ठुलो डाँडादेखि मुनि अब अगाडिको कुराहरू मैले देखाएकै छु तपाईँहरूलाई प्रायः जसो सबै कुराहरू अब यहाँ केही पोटर दाईहरू पनि हामीले भेट्यौँ बाटोमा जो चाहिँ हाम्रो टुरिस्ट गेस्टहरूलाई चाहिँ लिएर आउँदै हुँदो रहेछ टुरिस्टहरू माथि ठुलो डाँडामा लन्च गर्दैछन् अरे उहाँहरू चाहिँ अब उहाँहरूको खानपिनको सामान यताउता ट्रेकिङको लागि चाहिने आवश्यक सामग्रीहरू लिएर आउनु भएको छ सहयोगी एकदम यहाँ हुनुहुन्छ हाम्रो उहाँहरू पर हाई गर्दै भन्छ ल हाई भनिदिनु एकचोटि पनि हुन्छ ल अनि तपाईँहरूले कहिलेदेखि थाल्नुभएको यस्तो काम चाहिँ सिजनमा कति होइन 12चोटि पनि कोही बेला सकिन्छ यो चाहिँ ठेगामा हुन्छ कि हाजिरामा यो हाम्रो सुक्खा सिस्टम छ हो अहिले खासै छैन 1500 दिएको छ सुक्खा हो दिनको 1500 दिन्छ क्याम्पको अब दिनको हो भने त हामी 20 केमिकल ओर्डर गरिहाल्छौँ तपाईँहरू अब पानी हाम्रो त धेरै एकदम हामीलाई त यहीँ अब टाइम लागिसक्यो है त्यहीँ हाम्रो अझै 1 घन्टा लाग्ला अनि गाह्रो चाहिँ तपाईँहरूलाई धेरै लाग्दैन अब यहाँदेखि एकैछिनमा पुगिहाल्नुहुन्छ आज सायद टासीगाउँदेखि सिधा 7-22 महिना गरी पुग्नुहुन्छ यो चाहिँ इन्डियन ट्रेकरहरूको हो यसरी लोड हालेर चट्ट बोकेर ल्याउने चलन छ यता अब यातायातको सुविधा छैन अब यो यातायात भन्न पनि पाइएन क्या किनभने हामी अब यातायात देख्दा वाक्क भएर घुम्न आएको प्राकृतिक कुरामा रमाउन आएको मान्छे अब यहाँ चाहिँ यस्तै प्राकृतिक कुराहरू हेर्ने हो यहाँ ठुलो पोखरी छ हाम्रो साइडमा उहाँ दाइहरूले यहीँ साइडमा चौतारो बनाएर छ चौतारोमा भारी बिछाएर बस्नु भएको छ अब आज तपाईँहरूको कहाँसम्मको हुन्छ दोबाटेसम्म दोबाटेमा त हामी जाँदा त मान्छे थिएन आउँदा छ होला आउँदा आगो चाहिँ बलिरहेको थियो चिम्नीबाट धुवा चाहिँ देखिन्थ्यो तर मान्छे चाहिँ कन्ट्याक्ट छ नि त यो ग्रुप आएको थियो ए कतिजना छ भन्नुभयो आउँदै गरेको हाम्रो ग्रुप जम्मा 36 जना 36 जनाको खैरे 14 जना पोटर 15 जना इन्डियन ग्रुप पनि छ 2 जना त हामीले अघि पनि भेट्यौँ किचन स्पेयर गर्दा 5-6 जना छन् उनीहरू पनि 5-6 जना ल यस्तो रमाइलो ठाउँ छ दिन पनि उग्रिया छ है आज हो दिन पनि उग्रिया छ हामीलाई पनि राम्रो भयो नत्र भने यहाँ एकदम हिउँ पनि त्यो के पास भन्छ यहाँको यो के किल्ला पास त्यसमा हिउँ छ कि छैन आज छैन यतिकै मात्रै हो यति नै हो है हजुर त्यो सानो पोखरीतिर छैन हिउँ छैन हल्का छ थोरै बिल्ली पनि छ मोरल नेप है भनिदिनु ल सब्सक्राइब मोरल नेप ल थ्याङ्क यू अब हामी पनि लागौँ होइन ल हामी पनि अब सामान बोकेर लाग्छौँ हात हलाउनु भ्लग Hello guys, it's too difficult way, very hard to breathe, you know. Oh my god. ल हेर्नु साथीहरू ल हेर्नु कसरी हामी आउँदै गर्दा उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ यो टिम चाहिँ इन्डियाको दे आर फ्रम इन्डिया अहिले भर्खर हल्यान्डको टिमसँग भेट भयो उहाँहरू 4-5 जना हुनुहुन्थ्यो यो चाहिँ इन्डियाको टिम रहेछ उहाँबाट हेलो गर्दै हुनुहुन्छ दाइले आज हामी अब फर्केर आएर खाना यहीँ खाँदा हेलो दिदी आइयो त खाना छ नि 3 जनालाई हामी टिम 3 जना छौँ ल अब हाम्रो खाना खाने ठाउँ अस्तिकै ठाउँमा आइयो दिदीले मिठो खाना बनाएर खुवाउनुहुन्छ सबभन्दा सुरुमा चाहिँ पानी खाउँ होला तातो पानी ल हुन्छ तपाईँहरू आउँदै हो कि जाँदै